Everyone, Hello everyone, what is your name? my name is Prisha Devi. Okay, very good. अनि छोरीको भोलि के को एक्जाम हो? Science. साइन्सको स्पेलिङ भन्नुहोस् त. Yes. Yes. C. C. I. I. E. E. N. N. C. C. E. E. Science. Very good. यो छोरीको साइन्स बुक राइट. Yes. मैले यो बुकलाई सर्वे हेरेँ छोरी हैन. यो बुकलाई मैले पाँचवटा कुरालाई फोकस गरेर समराइज गरेको छु हैन. त्यो के म भन्छु है त. नम्बर 1 मा के छ भने छोरी यो बुकमा हजुरको साइन्स बुकमा ह्युमन बडीको बारेमा लेखिएको छ. ह्युमन बडीको बारेमा लेखिएको छ. नम्बर 2 मा के लेखिएको छ त भन्दा प्लान्ट्स PLANTS प्लान्ट्स एन्ड फ्रुट्स कस्तो लेख्नु बाबा हजुर. वनस्पति र फलफुलको बारेमा मलाई सुत्छु. यो किताबमा लेखिएको छ. ओके भेरी गुड. ल बस्नु अब. 3 मा के लेखिएको छ भन्दा त्यहाँ बस्नु न, त्यहाँ बस्नु. 3 मा फ्लावर्स फुलहरूको बारेमा लेखिएको छ. 4 मा के छ? भेरी गुड. 4 मा के लेखिएको छ? 4 मा एनिमल्सको बारेमा लेखिएको छ. त्यहाँ अब एनिमल्स चाहिँ पक्नु सेक्सन. एनिमल्स कति प्रकारको हुन्छ? 5 लेख्ने. ल 5 लेख्नु. बाबाले त्यसमा लेख्नुहुन्छ है त. भेरी गुड. सो एनिमल्स ओके. एनिमल्स चाहिँ वाइल्ड एनिमल, वाटर एनिमल हैन, 4-5 प्रकारको एनिमलहरू हुन्छ. बस्नु है त. अब नम्बर 5 मा के को बारेमा लेखिएको छ? वेदर. WEATHER. वेदर मौसमको बारेमा, सूर्यास्तको बारेमा हैन, सूर्योदयको बारेमा चाहिँ लेखिएको छ. सो हजुरको साइन्स बुकमा ह्युमन बडी नम्बर 1, नम्बर 2 प्लान्ट्स एन्ड फ्रुट्स, नम्बर 3 फ्लावर्स. यहाँ हेर्नु न, यहाँ ध्यान दिनुहोस्. नम्बर 3 फ्लावर्स, नम्बर 4 एनिमल्स, नम्बर 5 वेदर. सो आज हामी यो 5वटा टपिक्समा बाबा छोरी मिलेर पढ्ने है त. हुन्छ. हस्, थ्यांक यू भन्नु नि त.